को गुड मर्निङ झोलिया नमस्ते। आज चाहिँ हाम्रो चैतको पुर्ने आज चाहिँ यो चाहिँ ठर्रा हो, मासु बनाउँदैछ कि आज चाहिँ चैतको पुर्ने। अनि हाम्रो हजुरबाको बाबुआमालाई चाहिँ यहाँ मरेको मान्छेहरूलाई चाहिँ मतलब पनि बितेको मान्छेहरूलाई चाहिँ यहाँ पूजा गरेर यसरी चढाएको छ। आज जेठो पुर्ने हैन, जेठको आज आइतबार पुर्ने यही हो हाम्रो रीतिरिवाज भनेको। यहाँ हैन, यहाँ मासु बनाउँदैछ। यहाँ हाम्रो मासु पाकिसक्यो होला, मासु पाकिरहेको छ। उता निकालेर राख्नु नराख। यही हो अब यहाँ चाहिँ हैन, अब यो चाहिँ देखाउँछु म हैन। यहाँ चाहिँ यस्तो सिन जङ्गल छ कि पहिला हामी हिँड्दाखेरि जङ्गल थिएन, यहाँ बेसरी खेलेर हिँड्थ्यो सानो सानोमा हैन। अहिले चाहिँ यहाँ बहुत जङ्गल भएछ कि, बहुत जङ्गल भएछ कि। अनि त्यो माथि डाँडा छ हेर्नु, म देखाउँछु दर्शकहरूलाई। हो यहाँनिर चाहिँ टक्क हेर्नुहोस् त, हो यहाँ यो देखेको घर छ नि, यो मुकुन्द सेन डाँडा है, हाम्रो नवलपुर मुकुन्द सेन डाँडा। त्यहाँ यस्तो रमाइलो छ कि। अनि यतापट्टि चाहिँ हाम्रो ब्यारेक थियो, अहिले सङ्कटकालमा ब्यारेक बसेको थियो, केही देख्दैन होइन, नत्र पुरै छाङ्गे थियो। उताभित्र चाहिँ ब्यारेक छ, छोडेर गइसकेको। हेर्नुहोस् आज चाहिँ जेठा पुर्नेको यस्तै हो। बुढापाकाले भन्थे ढुङ्गा रातो पेट तातो भनेर, त्यस्तै अब फाइनली यतातिर ब्यारेक थियो कि त्यहाँनिर चाहिँ मैले हजुरहरूलाई ब्यारेक देखाउन सकिनँ है। यो मेरो भाइको छोरो दौडेर हिँड्दा छ, यहाँ ब्यारेक थियो है। एउटा हाइवे छ थोरै नजिक होइन, हाइवेभन्दा थोरै माथि जङ्गलमा हामी चाहिँ पूजा गर्न आएको। के फाले रहेछ मिनी भ्लग यो चाहिँ होइन। सबैजनाले टिकटकमा रहने मेरो सम्पूर्ण साथीहरूले चाहिँ के भन्छ अरे युट्युबमा गएर मिनी भ्लग उत्तम मगरलाई चाहिँ टिकटक उसमै सब्सक्राइब गरिदिनु होला युट्युबमा चाहिँ। यहाँ देखेन कि ब्यारेक थियो त हो नि त यहाँ चाहिँ हाम्रो पाक्दैछ कि, भाइले टमाटर चाहिँ पाकिसकेको छ। अनि हाम्रो हजुरबाको चाहिँ आमा बाउलाई दिएको रे ढुङ्गा रातो पेट तातो भन्छ नि, त्यही हो। ल सबले राम्रो कमेन्ट, मिठो कमेन्ट गरिदिनु, हाम्रो इतिहास हराउनु हुन्न यो चाहिँ। हस् त ल बाई।